हेलो हजुरहरू नमस्कार गुड मर्निङ सेवाहरू। आज चाहिँ म हजुरहरूलाई फेरि एउटा भिडियो देखाउन गइरहेको छु। हजुरहरू हेरेर साथ दिनु होला, पुरा भिडियो हेरेर साथ दिनु होला है त भन्न चाहन्छु। अनि हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट पनि हान्नु होला हजुरहरू। ल हेर्नुहोस् ल, मेरो चाहिँ यसरी छ है, सानो बारीमा चाहिँ यसरी छ है हजुरहरू, थोरै थोरै भए पनि लगाएको छु हजुरहरू। फल्नलाई सुरु भइसक्यो है त। अनि हजुरहरूकोतिर के कसोको छ त्यो पनि कमेन्टमा लेख्नु होला हजुरहरू। हाम्रोतिर चाहिँ यसरी सुरु भइसक्यो। यो चाहिँ मैले बिहान गाईको मुत लगाइदिएको थिएँ कि सब कालै भएछ क्या हजुरहरू। यसरी चाहिँ फर्सी पनि हजुरहरू हाम्रोतिर चाहिँ। ल फर्सी हेर्नुहोस्, तिते करेलाको बोट यत्रो भइसक्यो है हजुरहरू। अब खाने बेला भयो। अब ल हेर्नुहोस् त हजुरहरू, यसरी पो छ त हौ हाम्रोतिर त, यसरी छ है। अनि हजुरहरूकोतिर के कसो छ, हजुरहरूले पनि यसरी नै भिडियोहरू लगाउँदा अथवा हजुरहरूले कमेन्ट गर्नु होला। मेरोतिर चाहिँ यसरी छ। ट्याक्कासँग मकै चाहिँ सानो भर्खर 2 पाते मात्र हुँदैछ। हेर्नु न, अस्ति भर्खर रोपेको चाहिँ फेरि यत्रो भर्खर जन्मिँदैछ क्या हजुरहरू। गाह्रो छ गाह्रो छ। यसरी छ है हजुरहरू। हेर्नु यो फेरि नफलेको क्या तिते भेन्डी चाहिँ, कति खाँदा 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 वाक्कै भइसक्यो, छोड्दैन फल्नु। यसरी छ है हजुरहरू। काँक्रा के भएको फेरि त्यो अघिकैसँगको है, यो चाहिँ यस्तो भएको, यता यस्तो छ फेरि हो फर्सी। अनि फेरि करेला हेर्नु है, फलेको छैन, अलिअलि मात्र, सब किराले नै के फले पनि दिँदैन। यतिको छ है, सब्जीहरू खासै छैन है हजुरहरू मेरोतिर। हजुरहरूतिर के कसो छ लाइक कमेन्ट हान्नु होला हजुरहरू। ओके, अनि बाई बाई भन्न चाहन्छु। यो हेर्नु है ड्रागन, फेरि ड्रागन चाहिँ हली जाँदैछ क्या हजुरहरू। यस्तो छ है मेरो त फुल। फेरि यो फुल चाहिँ साह्रो मलाई मनपर्छ क्या हजुरहरू। ओके बाई बाई।